आज चाहिँ बिदाको दिन बिहान मस्त उठेर कपडा-सपडा धोइयो अनि घाम चाहिँ लागेको थिएन, पुरै बादल थियो मौसम चाहिँ। तर त्यही पनि अब के गर्नु, कपडा धुनै पर्यो, फोहोर थियो। अनि कपडा-सपडा धोएँ, नुहाएँ अनि म रेडी भएर बजारतिर निस्केँ। अनि उहाँ सरलाई पनि पिकअप गरेर त्यस पछाडि हामी दुइटा घुम्न हिँड्यौँ। अब कहाँ जाने भइरहेको थियो। अनि त्यस पछाडि चाहिँ हामी पुग्यौँ यो आँगन रेस्टुरेन्ट भन्ने ठाउँमा। अनि यो चाहिँ हाम्रो ठ्याक्क घन्टाघरनिर चिया चौतारीको पछाडि साइडमा रहेको छ। अनि त्यस पछाडि यहाँ हामीले मस्त कफी खायौँ। अनि कफी खाइसकेपछि अब कहाँ जाने भन्ने भएको थियो फेरि। त्यस पछाडि चाहिँ हामी यो फुड ट्रकमा जाऊँ आज भन्ने भयो। पहिला चाहिँ म यहाँ आउँथेँ, आज धेरै पछाडि आएको थिएँ यहाँ। अनि यहाँ आएर चाहिँ यहाँको स्पेसल अब खाइयो मोमो, सेफाली अनि त्यस पछाडि यो केएफसी चिकन। आज चाहिँ पुरै चिकनमा खाइयो। पहिला चाहिँ म बफमा खान्थेँ आएर। अब हाम्रो यसपालजीले नखाने त्यसैले चाहिँ चिकनमा खाइयो। अनि त्यस पछाडि जिम आएँ, जिममा धेरै भिडियो बनाउनु पाएको थिएन। आज भिड थियो त्यसैले हल्का बनाएँ अनि कार्डियो गरेँ वर्कआउट भएर। अनि घर आएँ, खाना खाएँ, पल्टेँ एन्ड थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।